मानसिक स्वास्थ्य भनेको के हो, मनमा रोग कसलाई लाग्छ, किन लाग्छ र मनमा रोग लाग्दाखेरि कस्तो कस्तो लक्षणहरू देखिन सक्छन्, त्यसको बारेमा मैले केही कुराहरू बताउँछु। म डाक्टर सन्दीप, मानसिक रोग विशेषज्ञ। हामी सबै शारीरिक स्वास्थ्यको बारेमा धेरै थोरै जानकारी राख्छौँ र सिम्पटम्सहरूप्रति पनि अवेयर हुन्छौँ। जस्तो ज्वरो आयो, खोकी लाग्यो भने शारीरिक रोगको यो सङ्केत हो, हामीले चाहिँ हेल्प सिक गर्नुपर्छ भनेर बुझ्छौँ। तर मानसिक स्वास्थ्यको बारेमा धेरै जसो चर्चा नै गर्दैनौँ र कतिपय अवस्थामा त पर्याप्त जानकारी पनि हुँदैन व्यक्तिलाई। कस्तो लक्षण भयो भने हामीले मेन्टल हेल्थ इस्यु डेभलप भइरहेछ भनेर बुझ्ने भनेर। मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण हुन्छ, त्यसैले दुइटै जिन्दगीको लागि एकदमै इम्पोर्टेन्ट छ र हामीले यो महत्त्व बुझ्नै पर्ने हुन्छ हेल्दी रहनको लागि। जसरी हाम्रो मुटु, फोक्सो, किडनी, त्यस्तै हाम्रो मन पनि हुन्छ जसमा रोग लाग्न सक्छ। प्राय हामीले मन भन्दाखेरि यहाँ देखाउँछौँ, तर सबै कन्ट्रोल यहाँ दिमागले गरेको हुन्छ। त्यसैले मन भन्नु, दिमाग भन्नु या माइन्ड भन्नु एउटै कुरो हो। वर्ल्ड हेल्थ अर्गनाइजेसनले हेल्थको परिभाषामा के भन्छ भने स्वास्थ्य भनेको केवल रोग वा दुर्बलताको अनुपस्थिति मात्र नभई पूर्ण शारीरिक, मानसिक र सामाजिक तन्दुरुस्तीको अवस्था दर्शाउँछ। यहाँ शारीरिक तन्दुरुस्ती भन्नाले शरीरको अङ्गहरूमा चाहिँ केही रोग लागेको छ छैन, राम्रोसित काम गरेको छ छैन भन्ने कुरो बुझ्ने हो। त्यस्तै मानसिक तन्दुरुस्ती भन्नाले आफ्नो क्षमता बुझ्ने, जीवनका सामान्य तनावहरूसित सामना गर्न सक्ने, उत्पादक रूपमा काम गर्न सक्ने, सोच्ने र बुझ्ने क्षमता सन्तुलित हुने, यिनीहरू चाहिँ नि मानसिक तन्दुरुस्तीको प्यारामिटर्सहरू हो। त्यस्तै सामाजिक तन्दुरुस्ती भन्नाले समाजमा अरूसँग राम्रो सम्बन्ध बनाउन सक्ने, सहज रूपमा घुलमिल हुन सक्ने र समुदायमा चाहिँ एउटा योगदान पुर्याउन सक्ने, यो सामाजिक तन्दुरुस्तीको चाहिँ प्यारामिटर्सहरू हो। यो परिभाषाले स्वास्थ्यलाई केवल बिरामी नहुनुको अर्थमा मात्र नलिई व्यक्ति समग्र रूपमा सुखी, स्वास्थ्य हुनुपर्नेमा चाहिँ जोड दिन्छ। मानसिक रूपमा स्वस्थ व्यक्तिको विशेषताहरू हुन्छ। जस्तो मेन्टली हेल्दी कोही छ भने उसको के विशेषता हुन्छ त? कठिन परिस्थितिमा लचिलो हुने, आफ्नो जीवनमाथि नियन्त्रण भएको महसुस गर्ने, आत्मविश्वासी कन्फिडेन्ट हुने, आफ्नो बारेमा राम्रो महसुस गर्ने, आफ्ना जुन भावनाहरू छ त्यसलाई व्यवस्थापन गर्न सक्ने र व्यक्त गर्न सक्ने र राम्रो सम्बन्ध बनाउन सक्ने र त्यसलाई कायम राख्न सक्ने, यो चाहिँ मानसिक हेल्थको चाहिँ विशेषताहरू हो। हामीले मानसिक रोगको बारेमा कुरा गर्नुभन्दा पहिला सामान्य मन, हैन, एउटा जुन मन छ जुन मैले बताएँ त्यसको सामान्य काम के हो त त्यो बुझ्न जरुरी हुन्छ। अब एउटा सामान्य मनले, नर्मल मनले प्राय जसो हाम्रो सोच, भावना र व्यवहार, थट, इमोसन र बिहेभियरलाई चाहिँ नियन्त्रण गरेको हुन्छ। यसका साथै भोक, निद्रा, दुखाइ, यौन इच्छा जस्ता अन्य अरू शारीरिक गतिविधिहरू छन्, शारीरिक प्रक्रियाहरू छन्, त्यसलाई पनि मनले नियन्त्रण गरेको हुन्छ। त्यसैले जब मनमा रोग लाग्छ, यिनीहरूमध्ये नै प्यारामिटर्सहरूमा, यिनीहरूमध्ये कुराहरूमा चाहिँ लक्षण चाहिँ देखिन थाल्छ, गडबडी देखिन थाल्छ। जुन हाम्रो इमोसन्स छ, भावना, यसमा गडबडीको बारेमा बुझ्नुभन्दा पहिला जुन सामान्य भावनाहरू, एउटा नर्मल व्यक्तिले चाहिँ फिल गर्ने भावनाहरू के हो त भनेर त्यो बुझौँ। हामी जस्तो सामान्य व्यक्तिहरूले पनि कहिलेकाहीँ यो अनुभव गर्ने जुन भावनाहरू हुन्छ, जस्तो उदासी, दुःख लाग्ने, चिन्ता हुने, रिस हुने, डराउने, तनाव हुने, यी सबै सामान्य भावना हुन् जुन हामीले कुनै न कुनै बेलामा चाहिँ अनुभव गरेको हुन्छ। आफ्नो लाइफमा कुनै न कुनै पोइन्ट अफ टाइममा केही इभेन्ट हुन्छ अनि त्यो फिल गरेर आउँछौँ। तर जब यिनै भावनामध्ये कुनै एउटा भावना धेरै तीव्र हुन्छ र लामो समयसम्म लगातार रहन्छ, दैनिक जीवनमा चाहिँ त्यसले काम गर्न गाह्रो बनाउँछ, त्यस अवस्थामा यो मानसिक स्वास्थ्यको समस्या बन्यो भन्ने कुरा बुझ्ने हो। एउटा कुनै फिलिङ चाहिँ लामो समयसम्म रह्यो र त्यसले चाहिँ दुःख दिइरहेछ भने मेन्टल हेल्थ प्रब्लम भयो भनेर बुझ्ने हो। अब यो मानसिक रोगका प्रकारहरू के हुन् त? प्राय जसो देखिने जुन मानसिक रोगहरू छन्, जस्तै हामीले प्राय सुनेको डिप्रेसन, एङ्जाइटी, ओसिडी भन्ने जस्तो अब्सेसिभ कम्पल्सिभ डिसअर्डर, मेनिया, साइकोसिस, ड्रग एब्युजहरू, जाँड रक्सी ड्रग्सहरू लिने, यिनीहरू नै प्राय मानसिक रोगहरू हो जुन हाम्रो समाजमा चाहिँ प्राय देखिन्छ। यसबाहेक अरू थुप्रै छन् तर कमनली देखिने यो। अब मानसिक रोग किन हुन्छ कोही व्यक्तिलाई?
अन्त्यमा चाहिँ हामीले बुझ्ने भनेको मानसिक रोगको मुख्य कारण हाम्रो मस्तिष्कका रासायनिक तत्त्वहरूको गडबडी नै हो। लास्टमा गएर त्यही जुन न्युरोट्रान्समिटर्स हामीले भन्छौँ रासायनिक तत्त्वको गडबडी हुन्छ अनि विभिन्न चाहिँ मानसिक रोगहरू लाग्छ। अब कुन न्युरोट्रान्समिटर्स गडबड भयो त्यही अनुसार रोगको प्रकार चाहिँ हुन्छ। तर यो गडबडी पनि किन भयो, त्यो न्युरोट्रान्समिटर्स किन गडबड भयो, त्यसको क्वेसनको एन्सर खोज्दाखेरि एउटै फ्याक्टरलाई चाहिँ हामीले पोइन्ट आउट गर्न सक्दैनौँ। यसमा चाहिँ मल्टिफ्याक्टोरियल भन्छौँ, धेरै प्रकारका चाहिँ कारणहरू छन् जसले गर्दा न्युरोट्रान्समिटर्समा गडबडी हुने सम्भावना चाहिँ बढ्छ। त्यसलाई चाहिँ मुख्य रूपले हामीले 3टा पार्टमा हेर्छौँ, जस्तो बायोलोजिकल, साइकोलोजिकल र सोसियल। अब यो बायोलोजिकल कारणहरू चाहिँ जेनेटिक, जस्तो परिवारमा कोही एउटा व्यक्तिलाई चाहिँ कुनै एक प्रकारको मानसिक रोग छ भने अरू व्यक्तिलाई पनि त्यो हुने सम्भावना चाहिँ बढाइदिन्छ। जिनमा चाहिँ ट्रान्समिट हुन्छ, बुवामा छ भने बच्चामा पनि देखिन सक्ने। एल्कोहल, गाँजा, ड्रग्स यिनीहरूको अत्यधिक प्रयोग गर्दैछ भने त्यसले पनि हाम्रो ब्रेनलाई ड्यामेज गर्छ र साइकोलोजिकल प्रब्लम चाहिँ डेभलप गराइदिन्छ। र कति शारीरिक रोगहरू जस्तो थाइरोइडको समस्या भयो, दीर्घकालीन रोगहरू भयो, तिनीहरूले पनि हाम्रो ब्रेनलाई एफेक्ट गरेर साइकोलोजिकल सिम्पटम्सहरू चाहिँ डेभलप गर्न सक्छ। यो सँगसँगै टाउकोमा चोटपटक लाग्यो, स्ट्रोक भयो, त्यसले पनि प्योर साइकोलोजिकल सिम्पटम मात्रै प्रड्युस गरेको हुनसक्छ। कति बेलामा त्यस्तो गर्छ, हेडेक भएर अनि व्यवहारिक गडबडी चाहिँ डेभलप हुने, हेड इन्जरी भएर अनि व्यवहारिक गडबडी देखिने। अब दोस्रो चाहिँ मनोसामाजिक भनेको साइकोलोजिकल फ्याक्टर्सहरू। अब साइकोलोजिकल फ्याक्टर्समा चाहिँ एउटा पर्सनालिटी इम्पोर्टेन्ट फ्याक्टर हो। पर्सनालिटी भनेको जसरी बच्चा हुर्किँदै जान्छ उसले नयाँ नयाँ कुराहरू सिक्दै जान्छ, प्रब्लमसित कसरी डिल गर्ने भन्ने कुरो सिक्दै जान्छ र एउटा सर्टेन पर्सनालिटी बन्छ। जब त्यो पर्सनालिटीमा चाहिँ प्रब्लम हुन्छ, उसले राम्ररी प्रब्लमसित डिल गर्ने क्यापेसिटी डेभलप गर्न सक्दैन, त्यो पनि एउटा फ्याक्टर हुन्छ फ्युचरमा गएर मेन्टल हेल्थ इस्यु डेभलप हुने कि नहुने भनेर। र तेस्रो चाहिँ सामाजिक कारणहरू, मानसिक तनाव, फाइनेन्सियल प्रब्लम भयो, हैन, फ्यामिलियल पारिवारिक समस्या भयो, दैनिक जीवनका जुन स्ट्रेसहरू छन्, यिनीहरू पनि एउटा फ्याक्टरको रूपमा चाहिँ हामीले हेर्छौँ। अब प्राय मेन्टल हेल्थ इस्यु डेभलप हुनुभन्दा अगाडि केही चाहिँ सोसल फ्याक्टर गडबड भयो, जस्तो इक्जाममा फेल भयो र एङ्जाइटीको सिम्पटम्सहरू देखियो भने हामीले प्राय त्यो इक्जाममा फेल भयो भने त्यो इभेन्टलाई चाहिँ नोट गरे आउँछौँ। तर त्यसको पहिल्यैदेखि अन्डरलाइन बायोलोजिकल र साइकोलोजिकल फ्याक्टर हुन्छ जुन हिडन हुन्छ, प्राय देखिँदैन, तिनीहरूले पनि रोल प्ले गरेर आउँछ। अब जाँड रक्सीको जुन मैले कुरा गरेँ, जाँड रक्सी, गाँजा, अरू लागु पदार्थहरू, यो आफैमा पनि एक प्रकारको रोग हुनसक्छ। जस्तो कोही ड्रग एब्युज गर्दैछ भने यही आफैमा पनि एउटा मेन्टल हेल्थ इस्यु भयो। साथै यसले अरू मेन्टल हेल्थ इस्यु पनि डेभलप गर्न सक्ने भयो। जस्तो गाँजा युज गर्ने व्यक्तिलाई चाहिँ डिप्रेसन हुने, एल्कोहल युज गर्ने व्यक्तिलाई पनि डिप्रेसन, सस्पिसियसनेस, साइकोसिस हुने, तिनीहरू चाहिँ नि दुवैतिरबाट चाहिँ प्रभाव गर्न सक्छ। अब मेन्टल हेल्थ इस्यु डेभलप भयो, यसको चाहिँ उपचार गर्ने नगर्ने र उपचार गर्न किन महत्त्वपूर्ण छ, किन आवश्यक छ भन्ने कुरा हामीले हेऱ्यौँ भने र हामीले उपचार गरेनौँ भने, जस्तो डिप्रेसिभ सिम्पटम्सहरू आइरहेछ, डिप्रेसन डायग्नोज भयो तर हेल्प सिक गरेन, त्यसलाई चाहिँ एड्रेस गरेन भने त्यो दीर्घकालीन हुनसक्छ, लामो समयसम्म त्यसले चाहिँ दुःख दिन थाल्छ, त्यसले चाहिँ मेन्टल डिजेबिलिटी पनि गराउन सक्छ र उसको दैनिक जुन जीवन छ, डेली एक्टिभिटिज, पारिवारिक, सामाजिक र उसले गर्नुपर्ने काममा चाहिँ असर पर्न सक्छ। उसको जुन क्यापेसिटी हो त्यो बाहिर आउँदैन जबसम्म हामीले त्यो मेन्टल हेल्थ इस्युलाई चाहिँ नि एड्रेस गर्दैनौँ। अब यसमा चाहिँ एउटा राम्रो पार्ट चाहिँ के छ भने, मेन्टल हेल्थ इस्यु डेभलप भयो भने त्यसको प्रभावकारी ट्रिटमेन्ट पनि छ। अब त्यो ट्रिटमेन्ट चाहिँ डिफ्रेन्ट मोडालिटिज हुन सक्यो। अब हामीले मेडिसिन पनि युज गर्न सक्यौँ, बिहेभियरल थेरापी युज गर्न सक्यौँ, लाइफस्टाइल मोडिफिकेसनको कुरा चाहिँ इम्प्लिमेन्ट गर्न सक्यौँ, साइकोथेरापीको थुप्रै विभिन्न किसिमको साइकोथेरापीहरू छ, त्यो हामीले चाहिँ इम्प्लिमेन्ट गर्न सक्यौँ। यो सबै एभाइलेबल छ र जुन चाहिँ वैज्ञानिक रूपले प्रमाणित पनि छ कि ओके यो उपचार विधिले चाहिँ यो पार्टमा चाहिँ इम्प्रुभमेन्ट ल्याउँछ भनेर। तर यी उपचारहरू व्यक्तिलाई चाहिँ नि त्यो एक्सेप्ट गर्न चाहिँ डिफिकल्ट हुन्छ। त्यो हेल्प सिक गर्ने जुन बिहेभियर हुन्छ त्यसमा चाहिँ नि अलि मान्छेहरू हेजिटेट गर्छन्।
यी उपचारहरू व्यक्तिलाई, जस्तो व्यक्तिले चाहिँ हेल्प लियो, उसको मेन्टल हेल्थ इस्युलाई हामीले रिजल्भ गर्न सक्यौँ भने उसको लक्षण चाहिँ नियन्त्रण गर्न सकिन्छ र हामीले त्यो व्यक्तिको चाहिँ क्वालिटी अफ लाइफलाई इम्प्रुभ गर्न सक्छौँ। उसले चाहिँ राम्रो जीवन, सिम्पटम रहित जीवन चाहिँ बिताउन सक्छ हामीले यो सिम्पटम्सहरूलाई चाहिँ एड्रेस गर्न सक्यौँ भने। यति हुँदाहुँदै पनि मानिसहरूले चाहिँ उपचार लिन, सहायता लिन एकदमै हिचकिचाउँछन्, मान्दैन। किन मान्दैनन् भन्ने कारणहरू हामीले खोज्यौँ भने र स्टडीहरूमा के देखिन्छ भने एउटा जुन यो स्टिग्मा छ, त्यो नेगेटिभ थट, यो मानसिक रोगप्रति, त्यो एकदमै ठुलो कारणमध्ये एक हो भन्छ। यो स्टिग्माले चाहिँ मानसिक रोग मान्छेले एक्सप्रेस गर्न पनि हिचकिचाउँछन्, मान्छेले के सोच्लान् भनेर। र मानसिक रोग हुँदैमा चाहिँ पागलपन भयो भन्ने एउटा कमन बुझाइ समाजमा छ, जसले गर्दा चाहिँ व्यक्तिहरू चाहिँ यसलाई एक्सप्रेस गर्नै हिचकिचाउँछन्। र यो किन हुन्छ, यो किन स्टिग्माले चाहिँ यति ठुलो रोल किन प्ले गरेर आउँछ भने मानसिक स्वास्थ्यको बारेमा कम जानकारी भयो। सबै मानसिक रोग पागलपन हुँदैन, यसमा धेरै रोगहरू छन् जुन चाहिँ तपाईँ म जस्तै देखिन्छ, सबै बेटर हुन्छ, तर एउटा एस्पेक्टमा मात्रै प्रब्लम भइरहेको हुन्छ। त्यो व्यक्तिलाई चाहिँ नि दुःख दिइरहेको हुन्छ, तर अरू चाहिँ बोली व्यवहारमा चाहिँ खासै चेन्जेस देखिँदैन। जुन एउटा हाम्रो इमेजिनेसन छ, पागल भयो भने यस्तो हुन्छ भनेर, त्यो कुनै कुनै रोगमा मात्रै हो, धेरै जसो रोगमा चाहिँ त्यस्तो देखिँदैन। अर्को चाहिँ कहाँ सहयोग पाउने, मेन्टल हेल्थ प्रब्लम डेभलप भयो भने मैले कहाँबाट चाहिँ यसलाई एड्रेस गर्न सक्छु, कसरी यसलाई ठिक बनाउने, कोसित गएर कुरा गर्ने, यो पनि एउटा च्यालेन्जको रूपमा हुन्छ। तेस्रो चाहिँ व्यक्ति चाहिँ आफ्नो प्रब्लम चाहिँ भन्न डराउँछ। कति बेलामा हाम्रो ओपिडीमा आइसकेपछि पनि मान्छे एकदमै हेजिटेट गर्छ कि डक्टरले जज गर्ने हो कि भनेर। अब यो रोगलाई रोग या प्रब्लम जस्तै लिने हो, प्रब्लमलाई कसरी सल्भ गर्ने भन्नेतिर जाने हो, तर व्यक्तिहरू चाहिँ हिचकिचाउँछन्। र अब यसको अन्त्यमा यो बुझ्न के जरुरी छ भने हामी सबैसित मानसिक मेन्टल हेल्थ हुन्छ। जस्तै फिजिकल पार्ट छ त्यसरी मेन्टल पार्ट छ, फिजिकल पार्टमा प्रब्लम हुनसक्छ, त्यसरी मेन्टल पार्टमा पनि प्रब्लम हुनसक्छ। त्यसैले आफ्नो मानसिक स्वास्थ्यको चाहिँ हामीले हेरचाह गर्न सिक्नुपर्छ। मेन्टल हेल्थ इस्यु डेभलप हुनभन्दा पनि प्रिभेन्टिभ मेजर्सहरू थुप्रै छन् जुन हामीले इम्प्लिमेन्ट गर्न सक्छौँ, जसले गर्दा फ्युचरमा चाहिँ मेन्टल हेल्थ इस्यु डेभलप नहोस् भनेर पहिले नै त्यसको केही एक्टिभिटिजहरूबाट नियन्त्रणमा राख्न सक्छौँ। अर्को चाहिँ डेभलप भइसकेपछि पनि हेल्प लिने, त्यसलाई रिजल्भ गर्नमा चाहिँ कामहरू गर्ने, त्यस्तो गऱ्यो भने त्यसलाई मजाले रिजल्भ गर्न सकिन्छ। र आवश्यक पर्दा सहयोग लिन चाहिँ कहिले पनि हिचकिचाउनु हुँदैन। थ्याङ्क यू।